नमस्ते। आज हामीले ठुलो आन्द्राको परीक्षण अथवा जाँच गर्ने बारेमा कुराकानी गर्छौं। अब कसले चाहिँ ठुलो आन्द्राको जाँच गर्ने त भन्दाखेरि अब 45 वर्ष 45 इयर्स उमेर भएको जोसुकै मान्छेले पनि ठुलो आन्द्राको जाँच गर्नुपर्छ भन्ने आएको छ हिजो आज। अब यही 45 इयर्स चाहिँ पहिला के थियो भने 50 वर्ष भएपछि जाँच गर्नुपर्छ भन्ने थियो। उमेर बढ्दै जाँदा ठुलो आन्द्राको क्यान्सर हुने जोखिम बढ्दै जाने भएकोले गर्दाखेरि चाहिँ धेरैभन्दा धेरै मानिसलाई चाहिँ बचाउँ अथवा चाहिँ क्यान्सर हुन नदिउँ अथवा क्यान्सर भइसकेको छ भने पनि छिटो छिटो पत्ता लागोस् भनेर चाहिँ यो नियम बनेको हो। अब जस्तो भर्खरको मान्छेलाई अथवा 45 वर्ष पनि नपुगेको मान्छेलाई चाहिँ पनि क्यान्सर चाहिँ हुन्छ। हिजो आज त झन् 45 वर्ष नपुगे पनि भर्खरकोलाई पनि क्यान्सर चाहिँ हुने देखिएको छ, ठुलो आन्द्राको क्यान्सर। तर के छ भने 45 वर्षभन्दा माथिको मान्छेलाई चाहिँ धेरैभन्दा धेरैलाई हुन्छ र 45 वर्षभन्दा माथिकोलाई चाहिँ केहीलाई मात्रै हुन्छ। दुईटा ग्रुपलाई कम्पेयर गर्यो भनेदेखि चाहिँ अब 45 वर्ष कटेको छैन भने चाहिँ केही विशेष परिस्थितिमा भने फेरि ठुलो आन्द्राको जाँच गर्नुपर्छ। जस्तो अब 45 वर्षभन्दा अगाडि छ, भर्खरको मान्छे छन् तर ठुलो आन्द्राको अवरोधको लक्षणहरू छन्। जस्तो पेट फुल्ने छ, दिशा पनि कब्जियत हुनेछ, भमिट हुनेछ, पेट दुख्ने छ भन्ने लक्षणहरू छन् भनेदेखि चाहिँ गर्नु पर्यो। त्यस्तै अब रक्त अल्पता छ, रगतको कमी देखिएको छ, दिशाबाट पनि रगत जान्छ भने यस्तो मान्छेलाई पनि अब ठुलो आन्द्राको क्यान्सर छ कि भनेर चाहिँ 45 वर्ष पुग्नै पर्दैन। त्योभन्दा अगाडि पनि चाहिँ यसमा चाहिँ जाँच गर्नु बुद्धिमानी हुन्छ। त्यस्तै अब अर्को चाहिँ एकदमै नजिकको नातेदार जस्तो बुवा आमा, दाजुभाइ, दिदीबहिनीहरूलाई कसैलाई चाहिँ ठुलो आन्द्राको क्यान्सर छ भनेदेखि त 45 वर्ष होइन, अझ छिटो उमेरमा, जस्तो एक्जाम्पलको लागि आफ्नो दाजु 40 वर्ष हुनुहुन्छ, उहाँलाई ठुलो आन्द्राको क्यान्सर भएर उपचार हुँदैछ भनेदेखि त भाइले त 30 वर्षमै गर्नु पर्यो ठुलो आन्द्राको परीक्षण। त्यसैले ठुलो आफ्नो नातेदार उसमा चाहिँ क्यान्सर छ भने, क्यान्सर मात्र होइन, जस्तो पोलिप जुन ठुलो आन्द्रामा गाँठो भनेर भन्छन्, त्यो गाँठो चाहिँ खराब खालको गाँठो छ भने चाहिँ आफूले चाहिँ छिटै 40 वर्षमै पनि चाहिँ ठुलो आन्द्राको परीक्षणहरू गर्नुपर्ने हुन्छ। त्यस्तै अब केही वंशानुगत जिनहरू छन् भनेदेखि, जस्तो कसैलाई परिवारको कसैलाई चाहिँ जाँच गर्दाखेरि जेनेटिक टेस्टिङ गरियो, जाँच गर्दाखेरि चाहिँ ठुलो आन्द्राको क्यान्सर गराउन सक्ने जिनहरू छन् भनेदेखि चाहिँ त्यस्तो मानिसले चाहिँ फेरि छिटै उमेरदेखि नै, भर्खरको उमेरदेखि नै रेगुलर ठुलो आन्द्रा जाँच गर्नुपर्छ र ठुलो आन्द्रा जाँच गर्दाखेरि छिटो पत्ता लाग्छ। क्यान्सर हुन लागेको छ भने चाहिँ त्यो ठुलो आन्द्राको क्यान्सरको उपचार गर्यो भनेदेखि चाहिँ क्यान्सर छिटो ठिक हुन्छ र पुरै पनि ठिक हुन्छ। त्यसैले ठुलो आन्द्राको परीक्षण यस्तो अवस्थाहरूमा चाहिँ गरिहाल्नुपर्छ अथवा केही आफूलाई शङ्का लाग्यो भने सम्बन्धित चिकित्सकलाई जाँच गराउने बानी बसाउनुपर्छ। अब कुरा रह्यो ठुलो आन्द्राको क्यान्सर अथवा ठुलो आन्द्राको परीक्षण कसरी गरिन्छ त भन्दाखेरि सबभन्दा राम्रो विधि भनेको कोलोनोस्कोपी नै हो। मलद्वारबाट इन्डोस्कोपी बसाएर गरिने विधिलाई कोलोनोस्कोपी भनिन्छ। अब यो विधिबाट चाहिँ ठुलो आन्द्रा पुरै, जुन हाम्रो 1.5 मिटर लामो हुन्छ ठुलो आन्द्रा, पुरै ठुलो आन्द्रा देखिन्छ पनि। केही गरी चाहिँ त्यसमा कुनै पोलिपहरू, गाँठोहरू रहेछन् जुन भविष्यमा क्यान्सर हुने खालको रहेछ भन्दाखेरि चाहिँ त्यसलाई निकाल्न पनि मिल्छ। अर्को चाहिँ कुनै शङ्कास्पद घाउहरू रहेछन् भन्दाखेरि चाहिँ त्यसको टुक्राहरू निकालेर चाहिँ बायोप्सी पनि गर्न मिल्छ। त्यसैले कोलोनोस्कोपी चाहिँ सबभन्दा राम्रो मानिन्छ। अब विभिन्न कारणले अथवा मान्छेलाई चाहिँ कोलोनोस्कोपी गर्न मन लागेन भन्दाखेरि चाहिँ यसको विकल्पहरू पनि छन्। जस्तो विकल्पहरूमा चाहिँ सिटी कोलोनोग्राफी भन्छ, सिटी गरेर ठुलो आन्द्रा हेर्ने विधि। अब त्यस्तै अर्को चाहिँ दिशामा रगत जाँच्ने विधि भयो। तर अब दिशामा रगत जाँच्दै हेर्ने भने वर्षेनी गर्नु पर्यो। अब त्यस्तै चाहिँ अब सिटी कोलोनोग्राफी गर्ने हो भनेदेखि चाहिँ अब 5 वर्षमा गर्नु पर्यो। तर कोलोनोस्कोपीमा चाहिँ नर्मल आयो भने चाहिँ फेरि 10 वर्षमा जाँच गर्दा पनि हुन्छ। त्यसैले यो ठुलो आन्द्राको क्यान्सरको सचेतना अथवा के गर्यो भने चाहिँ यसलाई चाहिँ क्लियर हुन्छ भन्ने कुरा चाहिँ एकदम इम्पोर्टेन्ट छ। अथवा तपाईहरूलाई कसैलाई कुनै शङ्का लाग्यो केही भयो भने सम्बन्धित चिकित्सकहरूलाई
बाट चाहिँ सल्लाह लिन सक्नुहुन्छ। धन्यवाद।